शाबास छोरो, तेरो दिमागलाई तेरो बाउले सलाम गर्छ। यस्तै गर्दै गइस् भने राजनीतिमा तैँले बाउलाई पछि पार्ने पक्का छ। मेरो र मेरो पार्टीको इज्जत पनि जोगियो। साथीहरू, यो स्क्रिनमा तपाईँले जो व्यक्तिलाई देखिराख्नु भएको छ, खासमा उहाँ चाहिँ बिरजङको रोलका लागि सबैभन्दा सुरुमा छानिएर आउनुभएको व्यक्ति हो। पछि उहाँको स्वास्थ्यमा समस्या आएकाले गर्दाखेरि 2 एपिसोड सुटिङ गरिसकेपछि उहाँलाई हटाएर अघिल्लो एपिसोडमा रामले जेल हालेको व्यक्तिलाई चाहिँ बिरजङको रोलमा खेलाउनु परेको थियो। यो पुरै स्टोरी हामी तपाईँलाई पछाडि लास्टमा भन्ने नै छौँ। छोरो र मेरो साली पनि जोगियो। राम र त्यो गाउँको नजरमा त्यो बिरजङ थापा र टाइगर मुक्ति मोर्चा पार्टी पनि हाय हाय हुने भए। त्यसको लागि मैले सम्पूर्ण व्यवस्था मिलाइसकेको। के व्यवस्था मिलाउनु भयो? कसरी हाई हुने हो र? हामीले सबै प्रमाण नष्ट गर्यौं। अब एउटा नक्कली अपराधी खडा गर्ने र त्यो अपराधीलाई रामको आँगनमा लगेर सार्वजनिक गर्ने। उहाँको लुक्स पनि एकदम बवालै छ है। उहाँको लुकमा उहाँहरू चाहिँ उपस्थित भएको हुनुहुन्छ। आदरणीय आमा बुवा, प्यारा दाजुभाइ र दिदीबहिनीहरू, आज यस गाउँमा इतिहासको नयाँ मोड आएको छ। आज हाम्रो पार्टीले 2टा काम गर्दैछ। एक, हाम्रो चेली पूजाको अपराधीलाई सार्वजनिक गर्ने र अर्को, यस गाउँकै अगुवा हाम्रो प्यारो मान्छे राम ज्वाइँ सहित सामूहिक पार्टी प्रवेश कार्यक्रम। यो एउटा ठुलो संयोग मिलेको छ। अब म विलम्ब नगरी पहिला पूजाको अपराधीलाई सार्वजनिक गर्दछु। छोरो, यो पूजाको अपराधीको मुकुन्द खोले। ल, केटोको कुरो सबैले सुनिहाल्नुभयो। अब यसलाई कानुनको जिम्मा लगाउनु पर्छ। ज्वाइँ साहब, मैले त आफ्नो वचन पूरा गरेँ। अब तपाईँ आफ्नो वचन पूरा गर्नुहोस्। त्यसपछि मामा र ज्वाइँ मिलेर यो अपराधीलाई प्रहरीको जिम्मा लगाउनु पर्छ। अब अभिनन्दन गरेर पार्टी प्रवेश गरौँ, होइन त ज्वाइँ साहब? रामले कमलालाई रोके। कमला गएर उहाँ भुत्लाउने अवस्थामा पुगिसकेकी थिइन् है। रामलाई पार्टी प्रवेशका लागि टिप्पो लगाइ। ल, मामा हजुर, तपाईँ जस्तो बुढोको दिमागमा यति ठुलो योजना बन्न सक्छ भने हामी जस्तो युवाको दिमागमा कति ठुलो योजना बन्न सक्छ? भन्नु त, यसलाई जेल हालेर मात्र पुग्छ त भन्नु त। नमस्कार साथीहरू, आज फेरि पनि लामो समयपछि तपाईँहरूमाझ बुहारी सिरियलको रिभ्यू भिडियो लिएर म तपाईँहरूमाझ उपस्थित भएको छु। भने अघि चाहिँ हामीले हेऱ्यौँ बुहारी केही एपिसोड अगाडि जुन बिरजङ थापा, वास्तविक बिरजङ थापाले गर्नुभएको एक्टिङ र केही छुटपुट भएका सिनहरू। भने अब चाहिँ हामी कुरा गर्नेवाला छौँ त्यो सब कसरी हुन गयो र अब आउने एपिसोडहरूमा चाहिँ के हुन्छ त। हो साथीहरू, यो पटक भने रामले एउटै एपिसोडलाई 2 पटक सुटिङ गर्नु परेको थियो। कारण हो बिरजङको रोलमा खेल्ने व्यक्तिलाई अलिकति स्वास्थ्य अवस्थाको कारणले गर्दा हो। खासमा अघि हामीले जुन भिडियोमा देख्यौँ उहाँलाई बिरजङका लागि रामले निवेदन गर्नुभएको थियो र उहाँ खेल्न तयार भएर सुटिङमा आएर 2 एपिसोड सुटिङ पनि गर्नुभएको। तर अचानक उहाँको स्वास्थ्यमा समस्या आए पश्चात चाहिँ उहाँ हस्पिटल बस्नुपर्ने भयो। त्यो भएको भएर चाहिँ रामले उहाँसँग चाहिँ बिरजङको रोलमा थप काम गर्न नसकेपछि हामीले अघिल्लो एपिसोडमा जुन रामले जेल पठाएका थिए ती बिरजङलाई चाहिँ हामीले देख्न पाएका हौँ। भने साथीहरू, उहाँले पनि एकदमै राम्रो रोल चाहिँ प्ले गर्नुभएको थियो। उहाँको पनि एकदमै राम्रो भूमिका चाहिँ थियो। अहिले पछिल्लो समयमा चाहिँ यो भिडियो पनि
सार्वजनिक भएको भएर हामी सँगै बसेर त्यो भिडियो पनि हेऱ्यौँ भने अब आउने एपिसोडहरूमा चाहिँ के हुन्छ भन्ने विषयमा छोटो चर्चा गरौँ है त साथीहरू। अघिल्लो एपिसोडमा खासमा रामले वीरजङ र वीरजङको छोराहरूलाई चाहिँ ती जुन पापी अपराधीहरू थिए तिनीहरूलाई चाहिँ सबैलाई यति बेला रामले जेल हालिसक्नु भएको छ र यति बेला रामले चाहिँ रमेशलाई चुनावमा पनि जिताइसक्नु भएको छ भने त्यो रामको गाउँमा चाहिँ अब शान्ति छाउने चाहिँ हामीले आशा गर्न सक्छौँ किनकि सत्यको जित भएको छ। अब रमेशले त्यो गाउँपालिकालाई चाहिँ सम्हाल्नु पर्ने हुन्छ। रामले पक्कै पनि त्यो काममा रमेशलाई साथ दिँदै आएका छन् र दिने पनि छन्। अब मलाई अघिल्लो एपिसोडमा केही भन्न मन लागेको कुरा चाहिँ त्यो दुईटा थिए नि, एउटा भरत होइन रामका काका र अर्को चमेली, यी दुईजना पनि रामको विरोधका लागि एकदमै ठुलो अपराधी हुन् नि त। तर रामले के गरे थाहा छ? रामले आफ्ना काका हुन्, अरूको यो गल्तीमा अरूको लयमा लागेर गल्ती गरे होला भनेर यति बेला रामले चाहिँ ती काका भनेर त्यस्तो विधि अत्याचार गर्ने, भतिजलाई मार्न समेत पनि पछि नपर्ने त्यस्ता व्यक्तिलाई पनि माफ गरिदिएका छन्। र पछिल्लो समयमा रामले उसलाई सम्झाएर आफ्नो बसमा पार्न सफल भएका थिए र त्यो सब भएको पनि हो। हुन त रामले पछिल्लो समयमा सम्झाउँदाखेरि उनी नमानेका भएदेखि त्यो सब सम्भव पनि हुँदैन थियो। पछिल्लो समयमा भए पनि आएर रामले सबै कुराहरू चाहिँ भरत आफ्ना काकालाई चाहिँ सम्झाउन पाए, जसले गर्दा चाहिँ वीरजङको छोरो अनि त्यसपछि ती दुईजना अन्य पापीहरूलाई पनि समातेर चाहिँ यति बेला जेल हाल्न सफल भएका छन्। अब आउने एपिसोडहरूमा चाहिँ हामीले नयाँ कथा देख्न पाउनेछौँ, नयाँ कथा अनि नयाँ ढङ्गबाट चाहिँ अघि बढ्नेछ। यति बेला चाहिँ रामका गाउँलेहरू र रामको परिवारमा चाहिँ खुसी छाएसँगै अब सामान्य नै चल्नेछ अलिक समय चाहिँ। र तपाईँहरूलाई अहिलेसम्म चाहिँ बुहारी सिरियल के कस्तो लागिरहेको छ त्यो पनि हामीलाई कमेन्ट सेक्सनबाट बताउन भने चाहिँ नभुल्नु होला। र हामी आगामी बुहारी सिरियल चाहिँ यस्तै बुहारी सिरियल एकदमै मन पराउने जतिले चाहिँ लिएर आउने भएकोले गर्दा हाम्रो च्यानललाई पनि अब आउने एपिसोडहरूमा चाहिँ के हुन्छ भन्ने विषयमा चर्चा गर्नका लागि र अब आउने एपिसोडहरू के हुन्छ भन्ने कुरा चाहिँ अब हामी अर्को एपिसोड बुहारी सिरियलका आएपछिहरू चाहिँ तपाईँहरूलाई बताउने नै छौँ है। अहिलेका लागि चाहिँ तपाईँहरूबाट बिदा हुन चाहन्छु, हामीसँग जोडिनु पर्ने हुन्छ। र अब आउने एपिसोडहरू के हुन्छ भन्ने कुरा चाहिँ अब हामी अर्को एपिसोड आएपछि तपाईँहरूलाई बताउने नै छौँ है। अहिलेका लागि चाहिँ तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्, नमस्कार।